प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँच्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको छ। 2. स्ट्रेन्थनिङ पब्लिक फाइनान्शियल म्यानेजमेन्ट एन्ड डेभलप सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 100 मिलियन अमेरिकी डलर करिब 14 अर्ब 38 करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। 3. पवन कुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहा जिल्ला लाहान नगरपालिकाको 1 बिघा 15-10 बिघा जग्गा तथा सोमा बनेको भवनको मध्य प्रदेश सरकारको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन 2082 बमोजिम छुट दिने निर्णय भएको छ। 4. सन् 2016 नोभेम्बर 9 देखि निष्कासन भएका भारतीय रुपैयाँ 200 तथा भारतीय रुपैयाँ 500 दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ 25,000 को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय भएको छ। 5. आर्थिक वर्ष 2082-83 को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृत स्तरका 8 पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ। 6. 2082 पुष 12 देखि 14 गतेसम्म नेपालको काठमाडौँमा सञ्चालन हुने नेपाल भारत संयुक्त कृषि कार्य समूहको 9औं बैठकमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ। 7. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायण दत्त पौडेल, वंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरको सरुवा गर्ने निर्णय भएको छ। 8. युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण ONM गर्न पूर्व स्वीकृति दिने निर्णय भएको छ। 9. नेपाली सेनाका 2 जना महासेनानीको सहायक प्रति पदमा र 1 जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने 6 जना उपरथीहरू र 7 जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको छ। 10. राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डाक्टर प्रकाश कुमार श्रेष्ठ र सदस्य पदमा प्राध्यापक सुनीति श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय भएको छ। र 11. राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद समन्वय र सहजीकरण गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री अनिल कुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार श्री अजय भद्र खनाल सदस्य रहेको उच्च स्तरीय राजनैतिक संवाद समिति गठन गर्ने निर्णय भएको छ। मैले यहाँहरूलाई 11 वटा मन्त्री परिषदका निर्णय प्रस्तुत गरेँ। धन्यवाद।